भाइको निधारमा टुटिलको उठ्यो कि आमाले पिटेर। के भयो भन्दाखेरि भाइको चाहिँ अब इक्जाम आउने अरे, त्यही भएर भाइ चाहिँ एडमिसन गर्न कलेज गएको थियो फर्म भर्न। त्यसपछि कलेज गएर फर्म सम भरेर घर आयो। अनि त्यसपछि कहिलेदेखि इक्जाम हुन्छ अरे भनेर खै चुनावपछि हुन्छ होला भन्दै बसिरहेको थियो। अनि त्यसपछि अब पढ्न पर्यो भनेर भाइ चाहिँ कस्तिन लाग्यो कि त्यसपछि मैले केही काम गर्दिनँ आजदेखि, मलाई दोकान सोकान नपठाऊ, तिमीहरूको रेसिपीको सामान ल्याउन, म चाहिँ अब एकदम सिरियस भएर पढाइतिर कन्सन्ट्रेट गर्छु भन्यो। अनि हजुरआमा र म त मेरा बा अब पढ्छु भने अहिले त स्कुलै टप्ने भयो भनेर सोच्यौँ। त्यसपछि ल ठिक छ, तँलाई पनि पढ्ने वातावरण गराइदिन पर्यो नि त, पढ्छु भन्ने मान्छेलाई पढ्न दिन पर्यो भन्नुभयो हजुरआमाले। त्यसपछि भाइ चाहिँ डेली ढोका लाएर बिहान बेलुका ढोका लाएर भित्र बस्ने। अनि त्यसपछि म जब भित्र बस्ने अनि हजुरआमाले त एउटै पढ्छु भन्छ, आवाज पनि केही आउन्न भनेर हामी चाहिँ हजुरआमाले मैले कुरा गऱ्यौँ कि। अनि त्यसपछि गएर झ्यालदेखि टुलुक्क हेरेको त भाइले त मोबाइल चलाएर बसिरह्यो। हजुरआमालाई मलाई रिस उठ्यो। त्यसपछि ढोका खोलेर गयौँ, है मोबाइल चलाएर बसेस् लाज नभएको भन्दै भन्यौँ। के भन्छ मैले पढाइको बारेमा खोज्दैछु भनेर पो भन्छ। अनि के खोजेस् र त्यस्तो पढाइको बारेमा भनेर मैले भने के भन्छ भनेको त हाउ टु पास इक्जाम विदाउट स्टडिङ भनेर पो भन्छ। त्यसपछि हजुरआमाले 80 सालको तागत लाएर लात्तीले भुक कान्नुभयो भित्तामा गएर भाइको निधारमा टुटिलको।